मैले सेलरोटी लास्ट विक पनि बनाएको थिएँ अनि सबै सेलरोटी सकिसक्यो। अलिअलि घरमा खाइयो, अलिअलि बाँडियो। अनि हिजो लक्ष्मी पूजाको दिन त फ्रेस सेलरोटी पकाउनु पर्यो। अनि मैले यसपालिको सेलरोटीमा चिनीको सट्टा सक्खर यानि कि भेली यानि कि ज्याग्री हालेर बनाउने निर्णय गरेँ। मैले घरमा खाने रोटीहरूमा धेरैजसो सक्खर यानि कि भेली हालेर बनाउँछु। अब सेलरोटीको रेसिपी त सबैलाई थाहा छ, तर मैले कसरी बनाएँ त्यो देखाउन गइरहेको छु। सर्वप्रथम मैले यहाँ 6 कप थाई ज्यास्मिन राइस, 6 कप चाहिँ मैले यहाँ होल ग्रेन राइस लिएँ। यो चाहिँ मोटा खालको चामल हो। अनि यसमा मैले 1 चम्चा मेथी राखेँ। मेथी राखेर मिसाइसकेपछि चिसो पानीले 3-4 पटक धुन्छु अनि मैले रातभरिको लागि भिज्न छोडिदिन्छु। यहाँहरू धेरैजनाले सोध्नुहुन्छ मेथी राखेको रोटी तितो हुँदैन भनेर। मेथीले रोटीलाई एकदम नरम बनाउँछ अनि एकदम फुलाएर ल्याउँछ। यो थोरै मेथी राखेर बनाउँदाखेरि रोटी तितो हुँदैन है त। हजुरहरू पनि एकचोटि ट्राई गर्नुहोस् अनि आफै ट्राई गरेर हेर्नुहोस् है त। अनि रातभरि चामल भिजाइसकेपछि चामल यस्तो देखिन्छ। अनि यसलाई अब म पिन्नको लागि तयारी गर्छु। अनि मैले आज प्रयोग गर्न गइरहेको यो सक्खर चाहिँ यो हो। यो इन्डियन स्टोरहरूमा सजिलैसँग पाउँछ। अनि यसलाई मैले काटेर यस्तो बनाएर लिएको छु। अनि यसलाई चाहिँ मैले पिन्ने बेलामा राख्छु। मैले यहाँ सुरुमा 2 चम्चा घिउ राखेँ। अनि त्यसपछि मैले यसलाई सक्खर यानि कि भेलीलाई राखेँ। अनि मैले यहाँ चामलसँग थोरै पानी राखेर एउटा पिठो चाहिँ मैले एक लटको पिठो अलिकति पातलो पिन्छु अनि अर्को लटको पिठो अलिकति मोटो पिन्छु। मैले यहाँ 12 कप चामल लिएको छु। चिनी आफ्नो स्वाद अनुसार राख्नु भएको भए हुन्छ। मैले चाहिँ 3 कप चामल बराबरको 1 चम्चा चाहिँ मैले यो हामीले खाना खाने चम्चाको 1 चम्चा चाहिँ मैले घिउ राख्ने गरेको छु। सो मैले 12 कप चामलमा चाहिँ मैले यहाँ 4 चम्चा घिउको प्रयोग गरेँ। 3 कप चामल बराबर चाहिँ 1 चम्चा घिउ। अनि यसलाई राम्रोसँग मुस्ने पिठोलाई अनि मैले 4-5 घण्टाको लागि भिज्न छोडिदिन्छु। अनि 4-5 घण्टा पिठो राम्रोसँग भिजिसकेपछि फेरि यस्तो देखिन्छ। अनि हजुरले केले बनाउने हो अनि पिठोको कन्सिस्टेन्सी कस्तो राख्ने त्यो आफ्नो इच्छाअनुसार बनाउन सक्नुहुन्छ। मैले हातैले बनाउने भएको हुनाले यतिको कन्सिस्टेन्सी राखेँ। हजुरहरूले यहाँ ल्वाङ, सुकमेल, मरिचको धुलो पनि राख्न सक्नुहुन्छ। सेलरोटीको लागि तेल एकदम तातो हुनुपर्छ। अनि यसरी मैले मजाले सबै सेलरोटी बनाएर निकालेँ। यहाँहरू धेरैजनाले सोध्नुहुन्छ रोटी सिप गर्नुहुन्छ भनेर। मसँग फुडको लाइसेन्स छैन। अमेरिकामा रोटीहरू बेच्न, घरमा बनाएको खानेकुरा बेच्नको लागि लाइसेन्स चाहिन्छ। हजुरहरूले यत्तिकै घरमा रोटी बनाएर बेच्दै हुनुहुन्छ भने चाहिँ त्यो लाइसेन्स बिना चाहिँ रोटी बेच्न पाउँदैन हैन साथीहरू। कहिलेकाहीँ अब थाहा हुँदैन नि त। अनि यो अब समस्या आयो, दशा आयो भने दशा बाजा बजाएर आउँदैन भन्छन्। समस्या आयो भने त आइहाल्छ नि त। त्यही भएर मैले रोटी बेच्दिनँ। यो घरको लागि मात्रै बनाएको। हजुरहरूसँग रेसिपी सेयर गरेको। थ्याङ्क यू फर वाचिङ। लभ यु अल। बाई बाई।